हेलो एन्ड नमस्ते खम्रीमो भन्दै मेरो प्यारो मित्रहरूलाई आज चाहिँ म गान्तोकबाट मेरो घरमा आइसकेको छु। घर चाहिँ अब अस्ति मेरो चाहिँ यहाँ घर बनिँदै गरेको चाहिँ 1 महिना अब डल्लै गरेर चाहिँ 1 महिनाको बादमा आएको। अब कस्तो भएछ हेर्नुहोस् न मित्रहरूले, पुरा जाडोहरू उम्लेछ हो। अन्त 1 महिनाको बादमा हुँदा त्यस्तो भइसकेको छ। अब यहाँ सबै सफा गर्नेछु हो। यस्तो भएछ तल जङ्गलै जङ्गल भएछ नि। अब यो सबै फाफुर गर्नेछु र यो स्टोरहरू पनि पुरा जङ्गल भएछ। र एउटा कुरा चाहिँ मित्र, अस्ति मेरो मिसेसले चाहिँ तल बारी बनाएर सब्जीहरू रोपेको थियो, त्यो पनि भिडियो अपलोड गरेको थियो। अब त्यो पनि जङ्गल भएर अब एकछिनमा फार्दै सफा गरेर देखाउने छु म। अस्ति नै मेरो मिसेसले रोपिराखेको यो फर्सीको बिरुवाहरू कस्तो मजाले उम्रेछ। यहाँ गाउने उम्रेछ हो। यता इस्कुस रोपेको, इस्कुस पनि मजाले उम्रेर माथि पुगेछ। इस्कुस त कति छिटो यस्तो माथि जाँदैछ। सब्जीहरू लगाइराखेको यहाँ माथि पनि छ। त्यति यहाँ सब्जी रोपेर बनाएको रोपेको त्यहाँ त त्यति जाडोहरू उम्रेको छैन छ। अलिअलि त ठिकै छ। त्यो पनि म अलिअलि सफा गर्नेछु अब यहाँ। हेलो मित्रहरू, बस्तीमा आयो भने चाहिँ यस्तो सब्जीहरू पनि पाउँछ है, फ्रेस फ्रेस। अब यो मुन्टा चाहिँ कुनै के भन्छ, तर यसको चाहिँ प्रेसरको दबाई हुन्छ भनेर अब सुनेको। यसलाई चाहिँ आलुसँग सुक्खा पर भुटेर खानुपर्छ। अब गएर